हामी जाँदैछौँ सिद्ध बाबालाई ढोक गर्नु। आफूलाई सम्हालौँ कि गाइस बुनुलाई सम्हालौँ। गाइस बाटो हेर्नु त रेडी भइसके प्लास्टिकमा बोय रैया चाँदीको गाइस खुट्टा चिलाइदिएको सिरिया यस्तो अब यो हाल्दै निकाल्दै गर्ने गाडी उता पस्यो अनि चप्पल हामीले खाली खुट्टा आएको त्यही भएर बरगाटसम्म यहीँ सुरुवात जाने। हेलो गाइज वेलकम टु माई च्यानल इट्स मी रोशनी भुसाल। आज चाहिँ हामी जाँदैछौँ स्याङ्जा अनि यो हाम्रो टोली हो। अनि हेलो भन्नुहोस् अनि दिदी पछाडिबाट तेरो टाउको अनि हाम्रो बा हुनुहुन्छ हाम्रो साथी हैन भाइ भन्दिनु अनि हाम्रो हामी चाहिँ यो रिजर्भ गरेर हिँडेको त्यसपछि हामी हिँडेको अनि अहिले केही पनि मेकअप सेकअप गरेनौँ किनकि बाटोमा जाँदै 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 आनन्दले वहाँ पुग्दासम्म गर्ने हो। 6 घन्टाको बाटो आनन्द जाने पुग्ने गर्ने हो। अब हामी हिँडेको भुवन मिनाजलाई उठाउनलाई। भिनाजुहरू चाहिँ आइसक्नु भयो त्यहाँ भिनाजु बस्नुभयो एउटा भिनाजु अगाडि एउटा भिनाजु यहाँ एउटा दिदी यहाँ आमा यहाँ अनि त्यहाँ अङ्कल त्यसपछि यहाँ बा हुनुहुन्छ हाम्रो अगाडि यहाँ सिरिया छिन् गाह्रो भयो गाह्रो भयो भन्नु है भयो हेलो भन्नु हेलो भन्नु न भेरी गुड भिनाजु भेरी गुड। अनि हामी चाहिँ हिँडेको चिसापानीबाट बिदाई भएर हामी चाहिँ अब बुटोल आइसक्यौँ हामी सबैजना। अहिले बाटो त यति राम्रो बनाइरहेको छ बरगाटबाट यहाँ आउँदासम्म साह्रै चिल्लो राम्रो भयो। बाटो साटो बिग्रियो त्यो लास्टै राम्रो लास्टै यस्तै छ सबै बाटो यस्तै छ लास्टै राम्रो भयो अहिलेसम्म त। अब के हुन्छ थाहा होइन खाँदै हिँडेछौँ अनि उहाँ गीत बजिरहेको यस्तै चल्दैछौँ बस पार्क आयो हामी पहाड जानु पर्यो भने यहीँ आउँछौँ अनि गाडी चढेर जान्छौँ। आजकल त डाइरेक्ट गाडी पनि पाइन्छ। सिद्ध बाबाको बाटो चाहिँ यस्तो हामी भर्खर चौक खायौँ होइन अब फाल्दा भएन। अनि वेलकम टु बुटोल अरे यताबाट उता बुटोल आइज हामी सिद्ध बाबा आयो अर्को सिद्ध बाबा दुइटा खान त यस्तो सिद्ध बाबालाई ढोक गर्नु होइन यहीँबाट आउन नपाए पनि भगवान् रक्षा गरून् सबैजनाको। ढोक गर्न बिर्सेछौँ त्यही पनि गरेँ मैले टाढाबाट गइदिएँ सिद्ध बाबा गाडी यस्तो गरेको होइन बाटो यस्तै हो कि हामी हेर्नु हल्लिँदैन त्यही भएर मेकअप नगरेको देख्नु भयो कपाल हुलिया कस्तो हुन्छ बाटो रोकिन दे बाटो हेर उहाँले धुँदै हुनुहुन्छ कपडा यो पनि राख्नै पर्दै तिमीले आफूलाई सम्हालौँ कि गाइस बुनुलाई सम्हालौँ। उहाँ सिकिस्तै हुनुहुन्छ बुनु हेलो भन्छु वेलकम टु माई च्यानल भन। बुनुले चाहिँ प्यान्ट टी सर्ट लगाएर आइन् जामा ब्यागमा हालेर लिएर आइन् बुनुले कति राम्रो जामा लिएर आइन् मलाई हेर्नु भुट भयो सिरिया खाँदै भिनाजुहरू पनि खाँदै अब चाहिँ हामी हिँडिसक्यौँ खाजा खाएर अनि अब हामी चढ्दैछौँ आमा अरे शान्तिदी चढ्नु भयो एबिसिडी भन्नु त तुमसे ना हो पाएगा। हामी जाने हामी खाना खान्छ मैले त केही खाएन सिरियाले पकौडा खाइन् एउटा त खाएको नि त्यति हो अरू केही खाएन एउटा पकौडा खाएर पकौडा खाइन् अब भन्न नहुने हेर त गाइजहरू चाहिँ गाडीमा ब्लुटुथ कनेक्ट गर्ने मिल्दो रहेछ त्यही भएर हामीले आफै गीत सुन्दैन हुलियामा नजाने हाम्रो हामी राम्रो देख्यो अहिले उहाँकै चाहिँ हुन्छ अनि उहाँकै चाहिँ हुन्छ हेलो भन्नु दिदी हाम्रो सम्झना दिदी हो हामीले घुम्न लान नपाए पनि फोनबाट हेर्नु होला गाइजहरू हाम्रो पारा हेर्नु मेरो खुट्टा यहाँ हुनुहुन्छ सिरिया साग फर्काएर खुट्टा राखेर
गीत सुन्दै म त बसिरहु यसरी। हेलो गाइज, मेरो बुढो मामालाई आयो। मेरो बुढो मामा घर हो होइन, बाबाको मामा घर। मेरो मामा घर, मलाई यही मामा घर राम्रो हो, यही मामा घर। मेरो बाबाको मामा घर हो होइन। अनि हामी झरिसक्यौँ। अब बुनुलाई म लुगा लगाइदिन्छु, अनि म नि मेकअप गर्छु, कपडा लाउँछु, अनि त्यसपछि हिँड्छु। अनि त्यसपछि हामीलाई कराउँदै हुनुहुन्छ। हामी यही गाडीमा आएको होइन, हामीलाई ओइ कराउँदै हुनुहुन्छ। म यहाँ लोट्न लगाइसकेँ। मेरो यो फरियाले झोला ल्याउनु झ्याउला। अनि यहाँ भिनाजले कराउँदै हुनुहुन्छ, के भन्नुभयो फेरि कराउनु। हेलो गाइज, हामी चाहिँ बुढो माहौलबाट निस्किसक्यौँ। आमा थपिनु भयो, सिरियार म छुट्टिएँ। शान्तिले हाँस्नुभयो। म बासँग बसेँ यहाँ। बासन चाहिँ हुनुहुन्छ ल। अनि सिरिया आमासँग बसिन्। अनि हाम्रो आमा सुत्नु भयो अगाडि। त्यही हो, आमाले कालो चिया खानु मात्रै, कालो चिया पुरै निकाल्दिनु। हो त्यही हो। अब हेर्नु है बाटो यस्तो हो, हल्लिँदै हिँड्दै गरेँ। अब आउनु थाल्यो बाटो हेर्नु त, यस्तो हो बाटो। ओके, कति राम्रो राम्रो हो यहाँ। उतै तल जाने हामी। हेलो गाइज, हामी निक्लिसक्यौँ। अब हामी सिरिया र म बुनु चाहिँ सिरियाको घर जाने, हामी व्रतबन्धमा जाने राम्ररी भएर। त्यही हो कुराकानी। यो स्कुल त होला नि, स्कुल हेर्नु गाइज, बासटारीको स्कुल। बासबारी है चाहिँ नाम, गुरुङदी बासटारी मन्दिर। दर्शन गर्नु मन्दिर गाइजहरू। सिरियाको घर कुन? यो सिरियाको घर। फर्स्ट टाइम आएँ म सिरियाको घर। बासटारी नै फर्स्ट टाइम। बलामसम्म त आएको थिएँ होइन, गुरुङदीसम्म त आएको थिएँ। यहाँ चाहिँ फर्स्ट टाइम। यो सिरियाको घर हेर्नु गाइज, होम टुर। भित्र जान त चुक्कल लागेको छ, तर जान्न म भित्र। जानीहरू नक्कल पार्नै पर्ने। आऊ बुनु, मेरो बुनु पनि आइन् के सँगसँगै पुतली भएर। अघि भेटु त सुरुवाल र टी सर्ट लगाएको थिइनँ, अनि अघि उहाँ रोकेको ठाउँमा मैले उ गरिदिएको, कडा फेरिदिएको। हेलो गाइज, म चाहिँ रेडी भइसकेँ। फाइनल लुक। रोक्नै म ओटिडी देखाउँछु। बुनु यताबाट जाने हो अब। ओटिडी बुनु यहाँ आऊ। ओटिडी आज मैले आन्टीको बिहाको चप्पल लगाएर आऊ। अनि सुरुवाल। आऊ बुनु यहाँ तल। बुनुले बर्थडेको ड्रेस लगाइन् पुतलीले। ल जाम अब। गाइज, सिरियाको घर हामीले पाइनएप्पल भेट्यौँ। ऊ त्यो हो सिरियाको घर। अनि सानै हो तर हामी हिँड्दैछौँ। यहाँ बुनु हिँड्दैछौँ फरियाएर पुतली भएर। म हिँडेको यता पुतली भएर, अर्को पुतली भएर। सिरिया अगाडि हिँड्यौँ, चिनाउँदै हामीलाई। आहा कति राम्रो गाइज हेर्नु त। गाइज हेर्नु कति राम्रो ठाउँ, कति राम्रो। लाकै राम्रो देख्यो। यसरी चुज गर्छ भनेर देख्नुभयो गाइज। अनि त कस्तो क्युट घरहरू। यस्तो पिङ्क कलरको घर बनाउँछु, बस यस्तै ठाउँमा। हेलो गाइज, हामी चाहिँ आइसक्यौँ। ऊ त्यहाँ माथि हो न व्रतबन्ध चाहिँ। अनि शान्तिले यहाँ खाँदै हुनुहुन्छ। हामी चाहिँ खाना आएको, यहाँ तल खाने हेर्छ क्या, खाजा नास्ता खाना आएको। अनि सिधै यहाँ बस्दैदेखि खाएर टोलाउँदै। अनि त्यसपछि हामी यहाँ बुनु यहाँ हामी गाइज, हामी चाहिँ आइसक्यौँ होइन। हामी चाहिँ सुस्तो बोल्यौँ किनकि हामीलाई डर लागिरहेको छ। यहाँ यस्तो छ माहौल। यहाँ लाखबत्तीको तेल युज गर्दै हुनुहुन्छ, भिजाउँदै हुनुहुन्छ। अनि हाम्रो व्रतबन्धको घर चाहिँ यही हो गाइज होइन। व्रतबन्ध चलिरहेको। गोसिप चलिरहेको, गोसिप। सिग्मा बोय होइन। यो चाहिँ बर्तनको घर हो यो। अनि हामी चाहिँ फेरि सिरियाको घर जान थाल्यौँ किनकि गर्मी भयो अरे। अनि त्यहाँ गएर यताउता गरेर फेरि फर्किनु। हामी चाहिँ फेरि सिरियाको घर आइसक्यौँ। यहाँ जगाउँदै हुनुहुन्छ, एकछिन बस्छौँ। फेरि हामी सुतिसक्यौँ। अब हामी सुत्छौँ र उठ्छौँ भने जान्छौँ। गुड नाइट। यहाँबाट डाडी रहेछ।
बाबु बाबु सुत न म के पहिला पहिला पनि दसैँमा पिङ खेल्न भनेर हामी यसैमा चढ्दै बाबु मलाई त मजा थियो गाइजहरू म अब निदाउन लागिसकेँ गाइज म उठेर फेरि उहाँको पालो आइसक्यो मैले उहाँलाई निदाउन पनि हालिसकेँ उहाँको त निन्द्रामा अलिअलि हाँस्ने बानी हो यो सबै निन्द्रामा गरिराख्नु भयो मलाई केही पनि थाहा छैन म बोलेको म भिडियो बनाएको भनेर मलाई सुन्नु परेको छैन हेलो गाइज हामी चाहिँ होइन उठेर हामी फोटोसोटो खिच्न आएको थियौँ सिरिया र म अनि आमा भेट्यौँ भने नाच्नु ल हे रैया चाँदीको रैया चाँदी म त बाग्लुमा एक भन्छ मादीको ल हेलो गाइज हामी चाहिँ यता फोटोसोटो खिचेर आएको यहाँ पानी हावासावा लगायौँ यहाँ उनीहरूलाई हामी यहाँ कस्तो होइन भाग्य आमामा हेर्नु गाइज व्रत बन्द यस्तै चल्दैछ बिल हाल्नु हाम्रो दुईवटालाई उडाउँछ अरे तर हामी कहिले उडाउँदैन गाइज त्यहाँ 10 रुपियाँ हाल हामी हेरेर सिरियल लोटेदै गर त सिरियल लोटेदै गर्न यस्तो लोटेदै गर्छु खुट्टा चिलाइदै गर्छु तो सुधर जाओ थोड़े मैनर सीख लो एथिकेट सीख लो तमीज सीख लो और अपना काम धंधा ढूंढो कोई ठीक है ये क्या है हेलो गाइज हामी चाहिँ खायौँ होइन सिरिया त्यहाँ एउटा बेबी हेर्न गयौँ हामी भर्खर खायौँ पानी पऱ्यो अब हामी जान्छौँ छिटो घर होइन उडिरह मलाई उडाउला जस्तो भयो पानी पऱ्यो यहाँ खाना पानी पऱ्यो सिरिया अनि सिरिया नि आइने यहाँ हतार हतार गर्दै आए अब हामी घर बुनुसँग हो घर जानु लाग्छ अब हामी चाहिँ पानी परेर धक्कुर्दै घर हामी यति ठुलो पानी पऱ्यो अनि म त झ्याउलाई अब जाने हो अब उता जाने हो के अरे बर्तघाट आफ्नै गाउँ हामी चाहिँ यस्तो पानीमा गाडीमा आइसकेको टिका लगाएर हेर्नु भिनाजुहरू आमा र ज्वाइँ लड्दै हुनुहुन्छ अनि यहाँ मेरो हेर्नु म कति भिजेको मेरो स्ट्रगल देखाउँछ हामी गाडीसम्म आइसक्यो यहाँ त देखिँदो रहन्छ यस्तो लुचुप्प भयो यस्तो यहाँ बुनुहिन सिरियाहिन भिज्नु तल आमा नि भिज्नु भयो सबै भिज्दै आएको दौडिँदै ल आए यहाँ बुवाहरू आउनु भयो थपिनु भयो मान्छेहरू हेलो गाइस मेरो हालत त्यस्तो सिरियाको हालत त्यस्तो हेर्नु न यस्तो भयो बाटो यस्तो भयो गाडी फस्यो हाम्रो गाडी फस्यो गाइस के भन्न चाहनुहुन्छ यसमा मेरो घर जान यस्तो भयो नि यहाँ फस्यो गाडी पानी यति परेर गाडी फस्यो किन जाने मलाई घर जान मन लाग्यो मुझे घर जाना है मुझे अपने घर जाना मैले के गरौँ बिकज अफ हर हामीलाई एकदम गाह्रो भयो यो बुढीले बा धेरै दयालु हुनुहुन्छ मायालु पनि हुनुहुन्छ ऊ त्यहाँ माथि गएपछि रोशनीसँग बस्न पाउँछु थ्याङ्क्स लभ यु हेलो गाइज हामी चाहिँ यहाँ फसिसकेको छौँ सबैजना गाडीमा यस्तो छ बाटो
यस्तो बाटोमा यहाँ बाटोमा फस्याम पानी धेरै परेर कानको अनि हातको सब निकालेर राखिसकेको छौँ हामीले। मेरो हालत यस्तो छ यहाँ यस्तो भिजेर त्यो लत्रे थियो नि त लत्रिनेवाला थियो भिजेर चुटुङ्ग भएर बस्यो हालत यस्तो च्यापेर बसेर हामी। हेलो गाइज यस्तो भिड हिलो हेर्नु यहाँ फस्यो यहाँ बाद मजाले भन्दै फुस्किँदै नफुस्कियोस् जिन्दगी। अब यो हाल्दै निकाल्दै गर्ने यस्तो गाइज हामी चाहिँ हिँड्दै जानु पर्यो सिरिया झरिसकिन् अब मन जान्छु। हेलो गाइज हामी चाहिँ यहीँ फस्यौँ त्यो गाडी आउने भएन त्यहाँनिर दुइटा गाडी हामी हिँड्दै त्यो गाडी आउने भएन अझै फस्यो अरे ए भगवान् रातो खालकै माटो यहाँ पेरो देख्यो तर रातो यस्तो रातो बाटो यस्तो भइसक्यो हालत अझ मेरो यो फरिहाले बेकार लागेको भए चाहिँ यार अति भयो लतेर पुरै नै के भयो म हेरिदिन्छु। हेलो गाइज हामी चाहिँ हिँड्दै अब यस्तो बाटो छ यस्तो बाटो छ शान्ति दिदी ऊ सबै अनि त्यस्तै हो यस्तो छ बाटो हेर्दा त्यही भएर गाडी गएन हिँड्न पर्यो बालुवा हालेर ल्याउने अरे तान्ने अरे अनि मेरो सुरमा हेर्नु माथि हेर्नु बालै आमाले हेर हामीलाई धन्न सिरियालमा अघि धन्नै लोटेनौँ नि आमा म कस्तो भएर है सिरिया गाडी त्यहाँ फस्यो अनि फर्क्यौँ फेरि घर सिरियाको घर फर्क्यौँ फेरि बजार कीर्तनमा नाच्ने गएर होइन सिरिया यस्तो हिलो हेर्छ खुट्टा गति जाति विधि भयो बेकार आएछु भयो कस्तो भइरहेको भेनाजु कस्तो फिल भइरह माइन्ड ब्लोइङ बुनुलाई कस्तो फिल भइरह म काठमाडौँ जान पाएन दिमाग खराब बालाई कस्तो भइरह त पाएर रमाइलो हुनुहुन्छ रियाक्सन त कडा आयो सिरिया आमाले त आयो गाइज होइन पर्सिबाट मेरो कलेज छ भोलि नाइटमा म काठमाडौँ जाने भनेको क्यान्सल होला जस्तो आमा हामी त फर्क्यौँ त फर्क्यौँ हामी आउँदै हुनुहुन्छ भजन कीर्तनमा हामी फर्किसक्यौँ यस्तै छ जिन्दगानी दर्पण छायो गाइस हामी कपडा फेरेर कपडै ल्याउँदैनौँ अनि कपडा फेरेर बस्यौँ सिरियल हेर्नु कपडा ल्याएको थिएन हामीले समय शान्ति दिए यहाँ बुनु पनि नाङ्गे त्यही भएर सुतिराखी जाडो भएर बुनुको कपडा यहाँ छ है यहाँ आमा चाहिँ भिज्नु भरिन्छ क्या यहाँ बुनुको कपडा यहाँ मेरो त कपडा त लुचरुममै भयो थियो आएर कपडा फेरि अब कति बेला जान्छौँ थाहा छैन जान्छौँ कि जान्नौँ थाहा छैन गाइज हामी चाहिँ अब हामी चाहिँ हिँडेको होइन गाडी निक्लिसक्यो अरे अनि मैले चाहिँ तल यो सुरुवाल यही लाएर हिँडेँ अनि माथि कुर्ता लाएँ अनि चप्पल हामीले खाली खुट्टा आएको नि त्यही भएर सिरियल त झन्डै यही लाएँ किनकि मेरो तलको सबै भिजेको थियो नि त अनि त्यही भएर सबैलाई अनि मैले चाहिँ यो सुरुवाल लाएर हिँडेको घर अब रात परेर कसरी लगाउनु न त्यही भएर हिँड्यौँ हामी अब सुरुवाल देखेर पुलिस नहाँस्नु होला है मेरो यस्तै छ हेर त यहाँ यत्रो बाटो पुरै बरगाटसम्म यहीँ सुरुवाल ल्याएर जाने क्यान सक्यो त्यो झोलामा हाल्यौँ ऊ त्यो झोलामा कपडा हालिदिएको अनि यही सुरुवाल त्यही आन्टीको सुरुवाल रहेछ अनि त्यही लाएर हिँडेको यहाँ हेर्न हो यहाँ फसेको थियो क्या अघि गाडी हाम्रो ए वाह अनि यहाँ फसेको थियो अघि गाडी अनि यो बालुवा हाल्दा उहाँ माथि पुऱ्याउनु भयो यो रातो माटो कटाएर माथि पुऱ्याउनु भयो अब हामी त्यही माथि गएर चढ्ने हो कि यस्तो राम्रो चप्पल के सूर्य जसले चाहिँ भने नि चप्पल राम्रो हाम्रो सिरियाको धन्न सिरियाको भिजेर हिँड्छ कि त सेट मिलेछ यो र त टिल्किरीमा त औडा केही छैन सुरुवाल रातिमा कसैले देख्दैन गाइस त्यही भएर अब के गर्ने सुकाएको सुकेन त्यही नि त्यो सुके पनि लाउँथेन यस्तो हिलोमा मैले त्यो फेरि लत्रङ गर्दै लाउँदै गएँ भने त्यो त के हुन्थ्यो गाइस के भयो भने रोशनीलाई हाम्रो घर बस्नु मन लाग्थ्यो
त्यही भएर भगवान् रोशनलाई बस्न जुराइदिनु भएको थियो। मैले कति राम्रो गाउँ भन्दै आएको त साँच्चीकै गाउँ राम्रो गाउँमा बसालेर ऊ बनाएर के अरे मिच राम्रो छ भन्ने प्रुभ भयो। होइन नराम्रो होइन बाटो नराम्रो गाउँ त राम्रो हो सरी माई गाउँ इज भेरी ब्युटिफुल। गाउँ त लास्टै राम्रो हो लास्टै राम्रो हो यो गाउँ प्लिज भिजिट प्लिज भिजिट तर बर्खाको बेलामा होइन। काम लाग्यो यस्तै हालत हुन्छ। हेलो गाइज हामी चाहिँ आधा घन्टा हिँड्यो होला है श्रेया उहाँ ऊ तलबाट के उहाँ त्यो लाइट हो त्यहाँबाट वहाँबाट यहाँसम्म उहाँबाट ऊ त्यहाँबाट गाडी गाडी यहाँ बल्ल। गाडी यहाँ पायौँ बल्ल आधा घन्टा हिँड्यौँ सुरुवाल र यो उमा अब यो खोल्ने हो कस्तो यो छ हाम्रो खोल्ने खुट्टा। अनि त्यसपछि अरू त अझै आउनु भएन हामी चाहिँ आयौँ हेर्नु हामी हल्का रात पर्न लाउँदा हिँडेको रात परिसक्यो देख्नु भयो गाइज गाइज हामी फेरि पनि अड्किसक्यौँ। हजुर सबै झर्नुभयो अगाडि जानुभयो त्यो बाटै देखिनु कि झर्नेहरू बाबु हामी त्यो बाटोबाट अब हामी झरेन सबै झर्नुभयो अनि हामी जान्छौँ अब यस सिरियासँग बस्नुभएको थियो नि त आमा झर्नुभयो अनि बामा सिरिया पछाडि छ मैले सबै अगाडि बस्नुभयो अहिले चाहिँ सुसु गर्न जानुभयो सबैजना कन्डिसन एकदम नाजुक छ। निन्द्रा एकदम कति बज्यो भन्दा 9 बज्न लाग्यो अनि हामी 11 बजी पुग्छौँ होला राति यस्तै छ गाइजहरू हालत हेर्नु